गाइस अहिले चाहिँ मैले प्याज कटिङ गरेको छु र यसमा यो अदुवा लसुनको पेस्ट छ हैन। यो हाम्रो खसीको मासुलाई हजुरहरूलाई यसरी बनाउँदो रहेछ भनेर तपाईँको कराई तताउने मजाले तताउने ग्रेभी कसरी बनाउनु मजाले प्याज पुरा होइन र अलिकति हाल्नुपर्छ यो हाम्रो मेथी पकाउनुपर्छ मेथी 2-4 पिस हाल्नुहोस्। अब यसमा टक्क प्याज रातो गरेर हाल्नुपर्छ। मजाले पाक्नु पर्यो यसलाई। आएर लोकल टमाटर घरको है अर्ग्यानिक यो चाहिँ बारीको टमाटर खेती चाहिँ यही हो, यहीँको टमाटर हो, यो अर्ग्यानिक हो। यो अहिले पनि मजाले छ राम्रो हुँदैछ। यसैको हाल्दाखेरि कम मिठो बास्न आउँछ मासु टेस्टी। अब यो पनि मजाले पाक्यो। यसको चाहिँ प्लस अब यो हाम्रो यो मासु मिट मटन हो, यो चाहिँ मटनलाई हाले माथिबाट 5 मिनटको लागि ढक्कन लगाइदिने। 5 मिनट भयो। अब यसलाई ढक्कन खोलेर एक लट चलाएर हेर्नु मजाले मटन तयार छ। अलिकति नुन र अर्को नुन हाल्नु भयो। यसरी चलाइदिनु मजाले भुट्नेलाई। अब भने टमाटर हालिदिने यसलाई मजाले टमाटर अलिक पानी यसलाई मजाले मिक्स गरिदिनु पऱ्यो। यो पुरै यो भएपछि अब भनेको फेरि 5 मिनटको लागि ढक्कन लगाइदिने मजाले। मिनट भयो। अब भने निकाल्नु पऱ्यो यसलाई भाँडालाई। हेर्नुहोस् सुन्नुपर्छ। मजाले ग्रेभी भएर फेरि एक लट छोड्नु पऱ्यो। टमाटर अलिक हालेको छैन तर मजाले चलाउनु पऱ्यो। अब लगभग ग्रेभी पनि सुक्यो। यसलाई लगभग भएन भन्नु पऱ्यो। यसलाई थोरै पानी हाल्नुपर्छ। यसलाई थोरै पानी हाल्नुपर्छ। लगभग महिना भयो। यसलाई मजाले एकचोटि पऱ्यो। तरकारी भयो। तयार भयो। तरकारी तयार भयो।